हेलो एभ्रिवान, सबैजनालाई मेरो न्यू ब्लगमा वेलकम छ। सो आज म चाहिँ भुटान आफ्नो गाउँ जाँदैछु। सो यो गाउँ जाने बाटो यो रोड हो। ठुलो वर्षा परेको कारणले गर्दा धेरै राम्रोसँग निर्माण हुन सकेको छैन। सो लेट्स गो भिडियो अझै हेर्दै जानु। यहाँनिर चाहिँ खोलाको बिचमा एउटा सानो घर छ, एकदमै चिटिक्क पारेर सजाएर राखिएको छ। हेर्न सक्नुहुन्छ तल साइडमा खोला छ, वरिपरि परिपूर्ण जङ्गलहरूले घेराइहालेको छ। सानो यो मेरो मिनी ब्लगमा इन्जोय फुल लिनु होला। गाउँको सानो अर्ग्यानिक झरना तपाईँले देख्न सक्नुहुनेछ। यो चाहिँ हाम्रो गाउँको टावर। सो यो टावरले खासै राम्रोसँग काम पनि गर्दैन। सायद यसमा कुनै प्रब्लम छ होला, त्यो भएर पनि काम गर्न छोडेको छ। अब गाउँको अर्ग्यानिक चिसो पानी खाउँदैछु म। सो पानी खाइसकेपछि मलाई एकदमै इनर्जी अझ उत्साह आउँछ। यो पानीले भरपूर्ण जोस दिइरहेको छ मलाई। यहाँदेखि मेरो गाउँ जान अब 20-25 मिनट लाग्दैछ। फेरि पनि हामीले खोलाको बिचमै भएको वरिपरि घर भएको र बिचमा एउटा सानो कच्ची पुल भएको है, जहाँ दाउराहरूले फ्ल्यागहरूले बनाएको पुल छ। यो फ्ल्यागबाट बनाएको पुल चाहिँ सिधै मेरो गाउँ जाने पुल हो। हेर्न सक्नुहुन्छ यो धेरै पहिले स्थापना भइसकेको पुल हो अनि यसले निर्माण कार्य चाहिँ अझ भइसकेको छैन। सो हेर्न सक्नुहुनेछ यो पुल मार्फत तपाईँले के भन्न चाहनुहुन्छ के हुँदैन है, तपाईँको त्यो हातमा हुन्छ। सो यहाँनिर हिँड्दा पनि लास्टै डर हुन्छ है, कुनै बेला कुनै फ्ल्यागहरू भाँचिन सक्छ, कुनै फ्ल्यागहरू केही हुनसक्छ है। त्यो भएर धेरै डरहरू छ। सो यो पुलले धेरैजनाको ज्यान पनि लिन सक्छ। त्यो भएको कारणले गर्दा सम्पूर्णजना मिलेर यो पुललाई निर्माण गर्नुहोस्। हाम्रो जति पनि अग्रज नेताहरू हुनुहुन्छ, म छु है, यो पुलमा हिँडिरहेको छु, आनन्दफुल भइरहेको छ। सो मजा लिइरहेको छु म। यो सानो चौपारी तपाईँहरू अर्थात् हामी कसै व्यक्तिहरू गयौँ भने यहाँ बसेर थोरै ठकाइ महसुस गर्छौँ। अब यहाँनिर देख्न सक्नुहुनेछ सो मेरो गाउँको अर्ग्यानिक पक्की पुल हो यो। सायद यो बनाउने मान्छे पनि एकदमै खतरनाक मान्छे नै हो है। हेर्नु न, गोबर माथिबाट पहिरो आएर त्यसलाई चापिसकेको छ। त्यही पनि मुनिको जग चाहिँ बलियो नै बनाएको रहेछ। सो जगले गर्दा नि त्यो अट्ठिरहेको छ। सो यसो हेर्न सक्नुहुनेछ, भित्रपट्ट केही छैन है। यस्तोमा
यति धेरै लगानी गरेको छ तर यसले राम्रोसँग निर्माण कार्यमा चाहिँ अगाडि बढाउन सकेको छैन। फाइनल्ली म घर पुगेर घरको काम गरिरहेको थिएँ। सो काम सकेर फेरि घर खाना खान फर्किँदैछौँ। सो उहाँ मेरो दाइ नाजु दिदी अनि म छु यहाँनिर अनि हामी मजाले हेरिरहेको छौँ। घर फर्किँदैछौँ। यो दिदीले लगाएको चोली चाहिँ मैले लगतिर गएको थिएँ अनि दिदीले लगाएर हिँड्दै हुनुहुन्छ। चिटिक्क परेको देखिरहेको छ। अनि यो चाहिँ मैले कोडो बोकेर हिँडिरहेको छु है। तपाईँले देख्न सक्नुहुन्छ मेरो गाउँ यस्तो दारामा छ है। त्यस्तो रमाइलो बस्ती छैन, सुनसान छ। तैपनि यहाँ बसेर चाहिँ इन्जोय फुल गरिरहेको छु। दुःख लाग्छ कुनै बेला यस्तो चाहिँ भारी बोकेर हिँड्दा है। उकालो अगाडि गर्दा सायद हामी पनि सहरमै जन्मेको भए केही न केही हुन्थ्यो होला है। छन त हाम्रो गाउँको कति छ गाउँहरू तर हामी चाहिँ थोरै बिचमा गाउँमा छौँ, थोरै छौँ। अब म घर आइपुग्न लागेको छु खाना खानको लागि। यसो देख्न सक्नुहुन्छ यहाँनिर कोडोहरू पनि पाकिसकेको छ। अब कोडो खाउन मात्र बाँकी नै छ है। तपाईँले यदि कोडोको ढिँडो खाने हो भने मलाई सम्पर्क गर्नु होला। म तपाईँलाई सिधैमा खुवाउने छु कोडोको ढिँडो। हेर्नुहोस् कोडो यस्तरी रातो भएको छ, पाकिसकेको छ। अब यसले टिपेर खाने कार्यक्रम हुन्छ। अनि हेर्न सक्नुहुनेछ यता चाहिँ मेरो ड्याडी आउने हुनुहुन्छ, मेरो बुवा आउने हुनुहुन्छ। अझै होस् बुढो भए पनि जति बुढो भए पनि उहाँ तन्दुरुस्त एकदम हेल्दी हुनुहुन्छ। मैले कोडोको ढिँडो खान लागेको छु। सो गाइस तपाईँले कोडो खानुहुन्छ भने आउन सक्नुहुन्छ। उहाँ चाहिँ मेरो छ्यामा मम्मीको बहिनी। सो मलाई भेट्न आउनुभएको थियो र अहिले घर जान लाग्नु भएको छ। घर जाँदै हुनुहुन्छ। सो यतापट्टि चाहिँ मेरो मम्मी बस्नु भएको छ। उहाँ चाहिँ मेरो आफ्नै जन्म दिने मम्मी हुनुहुन्छ है। जे होस् जसले जे सुक्यो भन्नु पनि मेरो मम्मी जस्तोहरू कोही छैन। सबैजनालाई अन्तिमसम्म हेरिसक्नु भएको छ होला। तपाईँलाई के कस्तो लाग्छ सल्लाह गरिदिनु होला।